आजको क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। वेलकम टु माई क्लास। र आज हामी सफिक्सेस 10 सफिक्सेस यो सिक्ने। अब यो नयाँ सिक्दैछु, बिचमा अलिकति मैले ग्याप राखेँ त कि तपाईँहरू त्यो दिवाली मानिरहेको होला भनेर चाहिँ मैले अलिकति 3-4 दिन मैले क्लास गरिनँ। अब आज हामी यो नयाँ तपाईँहरू सिक्नु हुँदैछ सफिक्स पछाडि आउने बिचमा डट छैन, पछाडि आइरहेछ गा ङ अङ ङ द न बा मा हा होइन ह र ल स नेपालीको स जस्तै नै अलिअलि मिल्छ, ला पनि मिल्छ, मा मिल्छ। सो चिक ङे सुम सी ना टुक दुन गे गु चु 10वटा छ। 10वटादेखिको हामी आज यो मात्रै गर्ने। यो नयाँ यो जोड्नु सिक्दैछ, त्यति मात्रै हो। यो सबै अगाडिको सबै पहिले सिकिसकिएको यो सबै। अब हेर्नुहोस् है, ग लातक के हुनुपर्ने? ग लातक ला, ग लातक ला, ला नारु लो, ग लोक। सबै एकैचोटि अब उच्चारण गर्ने। ग लातक ला, ला नारु लो, ग लोक। लोक माने इलेक्ट्रिसिटी, बत्ती। ग लता ला, ला नारु लो, ग लोक। लोक लोक होइन, लोक लोक। अब पहिला सिकेको बबललाई पहिला छोड्नुहोस्, पहिला यहाँदेखिको तल जानुहोस्। सा गत उच्चारणमा के बिना त आउँदैन। सा गत ग रतक ड, ड किकु डी अनि गा जोड्ने, डी गा डिक। सा गत ग रत ड, ड किकु डी गा डिक। सा गत ग रत ड, ड किकु डी गा डिक। रा गत ग यत के हुनुपर्ने? रा गत ग यत ग्या, ग्या सप्चु ग्यु गा ग्युक। रा गत ग यत ग्या, ग्या सप्चु ग्यु गा ग्युक। अब नाको माथि सा जोडेको छ भने हाइटोन भएर जान्छ। सा नतक न पहिले सिकेको रिभिजन हुँदैछ यो चाहिँ। सा नतक न, सा नतक न नरु मो गा ngok। सा नतक न नरु मो गा ngok। छाताको छ छोटै उकर, छ सप्चु छु, छ सप्चु छु गा छुक, छ सप्चु छु गा छुक। सा लतक एक्सेप्सन, सा लतक द, सा लतक द नारो दो गा दोक। सा लतक द नारो दो गा दोक। सा रतक यो पनि एक्सेप्सन हो। सा रतक सा केही फरक आउँदैन। सा रतक सा पहिलाको लेसनहरू हेर्नुहोस्। सा रतक सा नारो सो गा सोक। सा रतक सा नारो सो गा सोक।
सारतक सा सारतक सा सा डेंगबो से गा सिक सारतक सा डेंगबो से गा सिक सा मतक nya sa matak sorry sa matak ma sa matak ma ma yatak nya sabju nyu ga nyuk sa matak ma yatak nya sabju nyu ga nyuk फा यातक के हुनुपर्ने फा यातक छा यो जस्तै छा फा यातक छा शब्दु छु गा छुक बा यातक जा बा यातक जा शब्दु जु गा जुक बायता जा शब्दु जु गा जुक समातक मा यातक nya शब्दु न्यु गा न्युक अनि कतिजना स्टुडेन्टहरूले त्यो त्यति राम्रो सुन्नु सकेको छुइनँ भन्नु हुँदै थियो र म कतिजनाकोमा गएर सुने उनीहरूको मोबाइलमा सुने कतिजनाकोमा राम्रै आउँदैछ कतिजनाकोमा चाहिँ आवाज अलिकति सानो आउँदैछ अनि सायद अब यो मोबाइल पुराउनु भएर हो कि के कारणले हो अलिअलि फरक पर्दो रहेछ र यदि आवाज चाहिँ सानो आएको छ भने तपाईको घरमा स्मार्ट टिभी होला नै अनि स्मार्ट टिभीमा खोलेर चाहिँ भोल्युमलाई बढाएर सुन्नुहोस् छिटै पढ्न सक्नुहुन्छ पुस्तक छिटै पढ्न सक्नुहुन्छ यसलाई गरी सुन्नुपर्छ सालता दाउ भनेर बिर्सिनु हुँदैन अब सालता के हुन्छ बिर्सिसकेपछि योहरू त अलिकति साह्रो नै पर्छ त्यो एउटा सो जसले मोबाइलमा राम्रो सुन्नु सकेको छैन उनीहरूले चाहिँ स्मार्ट टिभीमा हेर्ने स्मार्ट टिभीमा भोल्युम एकदमै ठुलो खोल्नु सकिन्छ कतिजनाकोमा त राम्रै आइरहेछ स्मार्ट टिभीमा हेर्नुपर्ने छैन अब यो किन हुँदैछ मलाई याद भएन र अनि अब लर्न टिबेटन बाई गेन्डवा तपाईँले क्लिक गर्नुभयो होइन क्लिक गरिसक्यो भने चाहिँ एउटा गोलोमा हाम्रो नक्सा आउँछ त्यहाँ चाहिँ दबाउनुहोस् क्लिक गर्नुहोस् गरिसकेपछि 4-5 वटा भिडियो आउँछ र सबै आउँदैन त्यतिखेर चाहिँ तपाईँले राइट साइडदेखिको लेफ्ट साइडमा तपाईँको स्क्रिनमा चाहिँ यसरी ठेल्नुहोस् त ठेलिसकेपछि सबै भिडियो आउँछ अब आउँदाखेरि फर्स्टको चाहिँ एकदमै लास्टमा छ लेसन नम्बर 1 त्यसको माथि लेसन नम्बर 2 त्यसको माथि लेसन नम्बर 3 त्यसरी आउँछ अब तपाईँ नयाँ हुनुहुन्छ भने त्यसरी गर्नुपर्छ सुन्नु अलिकति साह्रो परिरहेको छ भने स्मार्ट टिभी खोलेर सुन्नुहोस् एकचोटि होइन 3-4 पल्ट काम गर्दै पनि सुनिरहनुहोस् सा र त दा भन्नु सक्ने हुनुपर्छ सा र त सा भन्नु सक्ने हुनुपर्छ सा र त सा हो भनेर भन्नु सक्ने भयो भने सा र त सा ढेङ्बो से गासेक त्यो त सजिलै भइहाल्छ र बिचमा मैले केही दिन ग्याप राखेँ त्यो क्लासमा स्टुडेन्ट त्यति आएन अब अहिले लास्टको क्लास 18th होला
18औं क्लासमा चाहिँ 45 आउनुभएछ। अनि कसै फेरि 18औं क्लासमा 45 आइरहेछ, 17औंमा 17 क्लासमा चाहिँ 40 जति। 5 जनाले चाहिँ 17th लेसन नसुनेर चाहिँ एकैचोटि 18th लेसनमा आउनुभएछ। त्यसरी चाहिँ सिक्नु अलिकति तपाईँहरूलाई गाह्रो पर्छ, स्टेप बाई स्टेप सिक्नुहोस्। अनि अब छिटै पढ्नु सक्नुहुन्छ। अहिले दिवाली र यो दसैँले गर्दाखेरि तपाईँहरूले त्यति समय दिनु सक्नु भएको छैन। म पनि अलिकति यसलाई 3-4 दिनको ग्याप राखेर अहिले पढाइरहेको छु। र आजको यो अब छिटै पढ्नु सक्नुहुन्छ। अब हामी भर्टिकली त सक्यो, अब हरिजेन्टली हामी गर्नु थालेको। यो अब अब यो गा जोडिन्छ, त्योहरू सबै जोडिन्छ, सजिलै छ, यो पनि सजिलै छ। र घरिघरि सुन्नु पर्छ। अनि त्यसरी नै आजको क्लास यहीँ समाप्त। ह्याप्पी दिवाली टु एभ्री वान अफ यु। धन्यवाद।